नमस्ते प्रणाम सबैमा सबजना सकुशल हुनुहुन्छ होला र म चाहिँ फेरि बोधी इन्फोटेकमा फेरि ब्याक भइसकेको छु। आजको एपिसोडमा चाहिँ मैले उहाँलाई लिएर आएको छु। उहाँलाई आज मैले एपिसोडमा एउटा मात्र क्वेसन गर्छु। एउटा क्वेसनको उहाँलाई मैले रिवार्ड दिनेछु एन्सर मिलाउन सफल हुनुभयो भने हैन त। र उहाँलाई चाहिँ म क्वेसन गर्न जाँदैछु र एउटा क्वेसन मिलाउनु भयो भने हजुरलाई म $20 दिनेछु। हुन्छ? यसमा हजुर सहमत हुनुहुन्छ? म हजुरलाई ढिला नगरिकन एउटा मात्र क्वेसन गर्छु। अति नै आवश्यक क्वेसन गर्छु म हजुरलाई। सबै मानव जीवनमा काम लाग्छ है। तपाईलाई म क्वेसन गर्न जाँदैछु। जीवनको रंग के हो? बताइदिनुस् त। जीवनको रंग मौनतामा हुन्छ। जब मान्छेको मौनतामा मान्छे रमाउन थाल्छ, आफ्नो मौन अवस्थामा पनि मान्छे जब खुसी र हर्षित हुन थाल्छ, तब मान्छे रमाउन थाल्छ। किनकि जीवनको रंग के हो भन्ने मान्छेलाई त्यही उत्तर रंग त मौन हो नि, हैन र? जति मौन गहिरो भयो त्यति नै जिन्दगी रमल र झलमल हुन्छ, हैन? रंग आफै देखिँदै जान्छन्, रंगै रंग हुन्छ जिन्दगीमा। यति हो आन्सर? यसमा म पनि केही हदसम्म हैन कि पूर्ण रूपमा सहमत छु र हजुरलाई मैले आजको दिनमा $20 दिएँ। मैले $40 कमाएको थिएँ टिकटकबाट, $20 तपाईलाई दिएँ, हस्तान्तरण गरे। ल फ्रम मेक अमेरिका ग्रेट अगेन। आजको एपिसोड यति नै भयो। हजुरहरूलाई पनि यस्तै केही डलर जित्ने प्रोग्राममा सहभागी हुनु मन लाग्यो भने चाहिँ बोधी इन्फोटेकमा अवश्य इन्टरभ्यु दिन आउनु होला। मेक अमेरिका ग्रेट अगेन। बाइ बाइ। मेक जापान। Thank you for watching. थ्याङ्क यू सबैको जय होस् है।